वहाँ हेर्नुहोस् महाराजा निकेतन स्कुलको लगभग यो रुखको उमेर भइसक्यो होला, 100 वर्ष पुगिसक्यो होला। नमस्कार दर्शकजी, आज हामीले तपाईँलाई देखाउने छु हाम्रो कुचबिहारको निकेतन स्कुल। हेर्नुहोस्, यो राजा अमलको स्कुल हो। यस्तो हात देखाउनु, यस्तो हात देखाउनु एउटा उयो पनि वहाँ हेर्नुहोस्, महाराजा निकेतन स्कुलको नाम लेखेको छ बङ्गलाबाट। दर्शकहरूलाई थाहा छ कि छैन दर्शक, यो बङ्गला अक्षर है। भ्यू त राम्रो रहेछ नि, क्यामेराको उयो आइडिया थुप्रै सुन्नु स्टार्ट भयो। यहाँ राई, यो हाम्रो महाराजा निकेतन स्कुल हो। हेर्नुहोस्, यो पुरानो दैलोहरू अहिलेको होइन, बहुत पुरानो दैलो हो। यहाँ नानी केटाकेटीहरू होस्टेलमा, यो चाहिँ होस्टेल हो। हो, त्यहाँ नानीहरू बस्छन्, स्टुडेन्टहरू। यो स्कुल चाहिँ कति क्लाससम्म छ? 12 सम्म छ। 12 सम्म छ। अनि यो लामो जग्गा लिएर यो बनाएको, बिचमा ग्राउन्ड पनि छ, कति दामी। अहिले पानीले गर्दा अलिकति हरियो हरियो देख्दैछ, त्यही हो। अब यही हो, यस्तो पशु यहाँ जाँदा जाँदा यो पशु के लेखेको हुन्छ होला। खास यो चाहिँ स्टुडेन्टहरूको बस्ने, पहिला त यस्तो थियो, यहाँ क्लास हुन्थ्यो, अहिले त बन्द, विश्राम गर्ने जग्गा हो। यो रुख चाहिँ धेरै पुरानो रहेछ नि, धेरै पुरानो रुख। यो जरा हेऱ्यो भने चाल पाइहाल्छ। लगभग यो रुखको उमेर भइसक्यो होला, 100 वर्ष पुगिसक्यो होला यो रुख। 100 वर्ष हुन्छ नि। हाम्रो कुचबिहार सिटी पनि कति पुरानो हो, राजाको जमानाबाट। यो स्कुल चाहिँ निपेन्द्रनारायण स्कुल जुन चाहिँ लेखेको, यो हेर्नुहोस्, यो रुख चाहिँ पुरा पुरानो रुख हो। यो के हो? यो चाहिँ मज जस्तै के भयो, लेउ जस्तै। यहाँ हाम्रो नोबेल पुरस्कार पाउने रघुनाथ टेगोर। यो त तपाईँहरूलाई थाहै हुनुहुन्छ होला। लेख्नुहोस्, यहाँ स्वामी विवेकानन्द, विद्यासागर। यो रुख हेर्नुहोस् त दर्शकदिन, यो के को रुख हो? तालको रुख होला। कुटुस भन्छ नि। कुटुसको। खास चाहिँ यहाँ क्लास हुन्छ होला, यसमा त्यो निलो सेतो भएको बिल्डिङमा क्लास हुन्छ। त्यहाँदेखि यहाँ हेर्नु नि, कति राम्रो फुटबल ग्राउन्ड रहेछ, हरियो हरियो भएको राम्रो फुटबल ग्राउन्ड। यस्तै हो हाम्रो। आज यति नै हो भनेर आजको लागि यति नै देखाएको हो। नेक्स्ट भिडियोमा फेरि होला। नमस्कार।